सबैजनालाई सबै हुनुहुन्छ होला आज पनि म मेरो न्यू ब्लग लिएर आइसकेको छु न्यू ब्लगमा चाहिँ आज के छ भनेर सबैजनाले गेस गरिसक्नु भएको छ होला है आज मेरो हजुरबाको 91 बर्थडे सेलिब्रेसन प्रोग्राम भइरहेको छ त्यसको लागि चाहिँ म मेरो हजुरबाको घरतिर लागिसके यहाँ चाहिँ केही झलकहरू हेर्न सक्नुहुन्छ हजुरहरूले बर्थडेको लागि तयारीहरू भइरहेको छ उहाँ चाहिँ मेरो ठुलो मामु है उहाँले चाहिँ भाडामा मसी लगाइराख्नु भएको छ है खानाहरू पकाउन लागि यतातिर अर्को साइडतिर भाउजू आन्टीहरू सबैजना मिलेर मासुहरू काटिराख्नु भएको छ कुकुलाई मासु मनपर्छ कमेन्ट गर्नुहोस् है सबैजनाले ल अनि बाजेलाई चाहिँ भाउजूहरूले आन्टीहरूले भनिराख्नु भएको छ के चाहियो भनेर भनिराख्नु भएको छ भाउजूले चाहिँ सिक्री चाहियो भनेर खिचाइराख्नु भएको छ बाजेले चाहिँ कान सुन्नु हुँदैन है अनि यता चाहिँ मेरो अर्को राइला मामीले चाहिँ भाँडाहरू माजिराख्नु भएको छ अङ्कल चाहिँ कुकम्यान भएको भएर मासुको लागि मसलाहरू राखेर एकदम छ यस्तै कुरामा कुरा चल्दाखेरि चाहिँ हाँसो चलिरहेको छ ठुलमामीहरू हाँसिराख्नु भएको छ है आन्टीहरू अब चाहिँ मेरो भाउजूले केही शब्दहरू राखिराख्नु भएको छ त्यसै गरी पालो सबैजनाले आफ्नो कुराहरू राख्नुहुन्छ है जस रमाइलो भइरहेको छ जोइन्ट फ्यामिली हुनुको फाइदा यही नै हुन्छ है हजुरहरूलाई थाहा छ होला है जोइन्ट फ्यामिलीमा कति धेरै रमाइलो हुने छ भनेर उहाँ चाहिँ सबै मेरो घरको फ्यामिलीहरू हो है बाहिरको चाहिँ कोही पनि इन्भाइटेड हुनुहुँदैन थियो है यो बर्थडे सेलिब्रेसनमा उहाँ चाहिँ राइलो मम्मी ठाइलो मम्मी कान्छो मम्मी सबै आफ्नै होला मेरो राइलो मम्मीले के मन्तव्य राख्नु भयो ओ भाइ मारो मुझे क्या हो रहा है ल मासु पनि पाक्न रेडी हुँदैछ है मासु खाने मान्छेहरू कमेन्ट गर्नुहोस् ल मेरो आन्टीले चाहिँ मासु हालिराख्नु भएको छ र अङ्कलले चाहिँ मासु चाहिँ एकदम भटिराख्नु भएको छ देख्नु भएको छ नि सबैजनाले खसीको मासु जोलाई मनपर्छ लाइक गर्नुहोस् सेयर गर्नुहोस् कमेन्ट गर्नुहोस् है म चाहिँ अब आफ्नो घरतिर आएर रेडी हुनको लागि बाजेलाई बाई बाई भनिरहेको छु है उहाँ चाहिँ मेरो बाजे है आज जसको बर्थडे छ उहाँ बर्थडे भयो है ल गाइज बाई बाई भनेर चाहिँ म यहाँदेखि लागेँ घरतिर है ऊ चाहिँ मेरो दाइको छोरी उसले चाहिँ मिनी ब्लग गराउँछु फुवा भनेर चाहिँ मिनी ब्लग बनाएर आएको छ है देखिराख्नु भएको छ म चाहिँ राइड गरिरहेको छु उनीहरू चाहिँ पछाडि बसेर ब्लगहरू बनाइरहेको छन् त्यसै गरी घर पनि आइपुग्यौँ है अब चाहिँ म मेरो आजको लागि चाहिँ रेडी हुँदैछु है मैले चाहिँ फेस वासहरू गरेर चाहिँ मोइस्चराइजरहरू युज गर्नको लागि सकेँ है म चाहिँ पोन्ड्सको मोइस्चराइजर युज गर्छु यो चाहिँ मेरो आजको आफ्टरनुन म रेडी भएर मेरो हजुरबाको घरमा पनि आइसकेँ उहाँहरू सबैजना रेडी भएर आइसक्नु भएको छ ल केक पनि आयो है गाइज 2वटा केक चाहिँ आइसक्यो आज एउटा केक आउन बाँकी छ हेर्नुहोस् हजुरहरू हेरेर इन्जोय गर्नुहोस् बर्थडे बोय पनि रेडी भएर आइसक्नु भएको छ बर्थडेको लागि सेलिब्रेसनहरू चाहिँ स्टार्ट हुँदैछ है केक आइसक्यो ल थर्ड केक पनि आइसक्यो साइडमा बसेको छ मेरो बहिनी उसको पनि आज बर्थडे रहेको छ उसलाई पनि आज बर्थडेको विश गर्नु सबैजना मिलेर है सबैजनाहरू आउने क्रम जाँदै सबैजना क्यामेरा सेफ पर्सन हुनुहुन्छ ओके छ त भन्नुभएको छ आन्टीहरूले देख्नु भएको छ है मेरो भाइ बुहारीहरू त्यसै गरी बच्चा पार्टीहरू है केक आयो कटिङको लागि तयारी भइरहेको छ केकहरू मिलाएर राखिराख्नु भएको छ मेरो बाजेले चाहिँ थाहा छैन के भइरहेछ भनेर त्यही भएर साइडमा बसिराख्नु भएको थियो है बाजे पनि बसिसक्नु भयो ठुलबाहरू हजुरबाहरू आइसक्नु भयो बहिनीले चाहिँ अब सबै आइसक्नु भएको छ मेरो बाबा चाहिँ यहाँ चाहिँ हाम्रो सबै बाजेको चाहिँ बहिनीहरू मम्मीहरू है सबै हुनुहुन्छ होला आफ्नो मोबाइलहरू समाएर सबैले भिडियोहरू गरिरहनु भएको छ भिडियो कल गरेर रेडी गरिरहेको छ आफ्नो बर्थडेको लागि सबै तयारी भइसकेको छ ल बर्थडे पनि स्टार्ट भइसक्यो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु हजुरबा ह्यापी बर्थडे टु यु भन्दै बर्थडे पनि स्टार्ट भइसक्यो है
क्यान्डलहरु फायर सबै बालिसक्नु भयो हजुरबालाई चाहिँ गर्न आउँदैन त्यही भएर साइडबाट बाबाले गर्नुभयो है देखिराख्नु भएको छ त्यसै गरी अब ठुलो बाबाले टीका लाएर हजुरबाले छिटो छोरालाई टीका लाएर मालाहरू लाएर बर्थडेको स्टार्ट गर्नुहुन्छ है टीका पनि ठुलो बाबाले त्यसै गरी अब टीकाहरू लाएपछि दुबोको माला लगाइदिँदै हुनुहुन्छ अझै त्यसबाट मेहनत भइरहेछ मेरो हजुरबाको लागि यो दुबोको मालाहरू बनाएर रेडी बनाइदिइसकेको थियौँ बाजे चाहिँ आज ल दामी दामी दुला जस्तै देखिरहनु भएको छ है कस्तो राम्रो सुहाएको छ है दुबोको माला भएर होला सबैले आफ्नो तर्फबाट जसले जे ल्याइदिनु भएको थियो बाजेहरूलाई दिइराख्नु भएको छ त्यसै गरी टीका लाउँदै सबैले पनि टीका लाइदिनु आफूले लिएको गिफ्टहरू दिइराख्नु भएको छ है देख्नु मेरो बाजेले कति चिटक्क भन्नुभएको छ गिफ्ट पाएर बाजे मक्क बाजेले के छ भनेर त छान्नुहुन्छ है गिफ्टहरू बाजेले के बाजेलाई धेरै मान्छेले के गरिरहेछन् भन्ने भएको फिल भयो होला नि त आज भन्ने सोचिरहेको किनभने फर्स्ट टाइम बाजेको बर्थडे सेलिब्रेसन गर्दैको हो नि त हामीहरूले है सबजनाले टिकाहरू लगाइदिइराख्नु भएको छ हेरेर इन्जोय गर्नुहोस् हजुरहरू ल उहाँले पनि गिफ्ट दिनुभयो ल नानीको पनि आज बर्थडेको भएको भएर बाजेको बर्थडे सकेपछि नानीको बर्थडे स्टार्ट भयो हजुरबाबाट टिका लाएर उसले आफ्नो बर्थडेको स्टार्ट गरिसक्यो गाइस है दक्षिणा पनि दिइसक्नु दिइसक्यो बाजेबाट आशीर्वाद लिइसक्यो है अब चाहिँ केक कटिङ भइरहेछ ह्यापी बर्थडे टु यु सिस्टर भनेर चाहिँ मैले पनि विश गरिसकेँ हजुरहरू पनि विश गर्नुहोस् मैले चाहिँ टिका लगाइदिनु उसलाई है पनि बर्थडेको धेरै धेरै शुभकामना छ उसलाई यसै गरी सबैजनाले उसलाई टिका लाउँदै आफ्नो तर्फबाट जे सकिन्छ त्यही दिँदै अनि त्यसरी नै बर्थडे स्टार्ट भयो है आज मलाई चाहिँ ड्युटीको लागि एकदम ढिला भएको थियो त्यही भएर चाहिँ म छिटो खानाको लागि आइसकेँ है खानाहरूको आइटमहरू देखाइरहेको छु हजुरले देखिसक्नु खानामा के छ भनेर है जो मासु लभर हुनुहुन्छ आउनुहोस् है मासु सबैजना ब्लग हेरेर इन्जोय गर्नु सबस्क्राइब thank you